सुनाइ पाठ 15। सामाजिकीकरण। मानिस सामाजिक प्राणी हो। सामाजिक गुण बिना मानव जीवन अर्थहीन हुन्छ। मानवमा जन्मदेखि नै सामाजिक गुण विकास भएका हुँदैनन्। मानवलाई सामाजिक प्राणी बनाउने काम शिक्षाले नै गर्छ। यसका लागि मानव बीचको पारस्परिक सहयोग जरुरी हुन्छ। समाजले चाहेका व्यवहार, स्वीकार गरेका मूल्य र प्रचलित सिद्धान्तलाई आत्मसात गर्न नसकेसम्म कुनै पनि व्यक्तिलाई समाजमा मिलेर बाँच्न मुस्किल पर्छ। जीवनयापनका क्रममा व्यक्तिले सामाजिक मूल्य, मान्यता, सिद्धान्त र विचारलाई आत्मसात गर्दै जान्छ। त्यसपछि ऊ सामाजिक प्राणीमा विकसित हुन्छ। समाजमा योग्य नागरिक बन्नका लागि उसले सामाजिक मूल्य र आदर्शसँग परिचित हुनुपर्छ। त्यसैले बालकलाई जन्मेदेखि नै सामाजिक संस्कारयुक्त व्यवहार गर्न सिकाइन्छ। हरेक व्यक्तिले अनिवार्य रूपमा गर्ने सिकाइको यही प्रक्रिया नै सामाजिकीकरण हो। समाजले स्वीकार गरेका मूल्य, मान्यता, सिद्धान्त एवं आदर्श ग्रहण र त्यसै अनुसारको जिम्मेवारी पूर्ण भूमिका निभाउन नसकेमा सामाजिकीकरणमा बाधा पुग्छ। मानिसले समाजमा आफ्नो के स्थान हो र अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छ। सामाजिकीकरणबाट नै बालबालिकाले आआफ्नो सामाजिक मूल्य, मान्यता, विश्वास र आदर्श सिक्दै जान्छन्। तसर्थ व्यक्तिको व्यक्तित्व विकासमा सामाजिकीकरणको अहम भूमिका रहन्छ।